हामी अहिले बनेपाको बास्टुल माथिको जङ्गलमा छौँ। अबको 12 घण्टा हामी 4 जना यहाँ टेन्टभित्र बिताउँदैछौँ, जुन सहज भने पक्कै छैन। असारको महिना छ, मौसमको कुनै भर छैन। राति मेघ गर्जनसहितको ठुलो पानी पर्दैछ अनि हाम्रो बिजोग हुनेवाला छ। आउनुहोस् हामीसँगै आजको क्याम्पिङ भिडियोमा अगाडि बढौँ। बाटो चाहिँ होइन यस्तो रहेछ, बिजोग रमाइलो। केटाहरूले बाइक कहाँ छोडिदिएर हिँडे मलाई तलदेखि हिँडाइदिइहाले। पानी नि छिटायो होइन, जस्तो जमजम अर्कोचोटि चाहिँ नहालौँ न त्यस्तरी। साँझको 6 बजेको थियो, ट्याक्क खाजासाजा खाएर चियासिया खाएर अब घर जानु पर्यो भनेर ठ्याक्क घर जान मात्रै लागेको थिएँ। ट्याक्क बाटोमा वाग्ले भेट भयो। वाग्लेले भन्यो ल धेरै दिन भयो क्याम्पिङ पनि नगएको, ल क्याम्पिङ जाउँ नि त भनौँ। ल जाने हो भनेको, ल जाने भन्यो। ल जाने भए जाउँ भनेर ठ्याक्क यहाँ आइयो डाँडामा, यो बास्टुल माथिको डाँडामा। यहाँबाट चाहिँ सबै चारैतिर बनेपा, धुलिखेल, पनौती, नगरकोट, काठमाडौँ सबैतिरको भ्यू देखिन्छ। हामी फेरि जस्तो नाम त्यस्तै काम भनेको थियो। अब नाम हामी आवारा पर्यो र अनप्लान गरेर चाहिँ हामी ट्याक्क ल जाउँ भनेपछि हिँडिहाल्ने, झोला ठ्याक्क रेडी गर्ने, हिँडिहाल्ने। हिँडेर चाहिँ यहाँ आयौँ हामी आजको रात चाहिँ। ल आजको रात तपाईँ हामी सँगै चाहिँ यही ठाउँमा चाहिँ क्याम्पिङ गरेर बिताउँछौँ। ल हेरौँ है त कस्तो हुन्छ। ल साथीहरू दाउरा ल्याएको छ नि त? ए ल पानी पर्ला जस्तो छ है। दाउरा त फेरि एकदम अपरिहार्य कुरो हो। ए ल दाउरा पुग्छ त रातिलाई साथी हो होइन। अब एक लट यतापट्टि खोज्न जाने हाम्रो एक चरणको लागि, एक चरणलाई दोस्रो चरणको लागि हामी फेरि जाँदैछौँ। ल ठिक छ ठिक छ। हामी म चाहिँ अब यहाँ टेन्ट लाउन गइरहेको छु। टेन्ट हाल्नु पर्छ नि त। अब यो पानी पर्ला जस्तो छ। फेरि यो तारा त लागेको छ अलिअलि कतै कतै, तर यो बर्खाको बेला छ, भर हुँदैन, पानी चाहिँ पर्न सक्छ। अब अहिले हामी छिटै गर्नुपर्छ, ढिलो गऱ्यो भने त बिजोग हुन्छ। ओड्नको लागि हामीसँग प्लास्टिक भन्ने कुरो केही पनि छैन, त्यही एउटा टेन्ट हो। कार्की सुजन कार्की नयाँ फेस, स्पेसल डे नयाँ फेस छ। हामी चाहिँ अहिले अब कार्की भन्ने यहाँ चाहिँ बत्ती बालेर अनि अहिले चाहिँ के गर्न लाग्छ? चिया पकाउने अब सबै काम सकियो, दाउरा साउरा खोज्ने गर्ने, टेन्ट हाल्ने काम सकियो। अब चाहिँ हामी चिया पकाउनु लाग्यो। टेन्टमा गएर झुन्या न कार्की त चियाको जस्तो रहेछ। चिया पकाएर चिया खाएपछि अब बल्ल कार्यक्रमले हामी अगाडि बढ्छ। खानासाना बनाउँछौँ, खान्छौँ। आजको हाम्रो रात यहीँ पानी पर्ला कि भन्ने आश गरेँ। अहिलेसम्म पानी चाहिँ पर्ला तर पर्छ यार, चारैतिरबाट कालनेर भएर आयो, पानी त पर्छ। पानी चाहिँ पर्छ कि के छ अब आज राति हेरौँ हेरौँ के हुन्छ। भगवान् भरोसा जे होला। पानी सुते ठाउँमा भिज्यो भने त बिजोग भयो नि त। भयो होला। हाम्रो भाइ कान्छाले राम्रै व्यवस्था गर्दैछ टेन्टको आज। बस 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 यो सामान चाहिँ यस्तो लथालिङ्ग छ हाम्रो, अझै पनि मिलिसकेको छैन। 1 घन्टाभन्दा बढी भइसक्यो हामी आएको। यो मेलो मेसै पाइएन। ए हुल कार्की हुल, सामान हुल भित्र। ओहो ल ल सक्यो। ल ल ल साथी हो, यो बत्ती के हुन्छ? ल यार पानी पऱ्यो, ल माड भयो, ल मा हट। ल आज के हुन्छ साथी हो? ओहो यार म चाहिँ के नाङ्गो छु त मलाई। ल उता टेन्टमा गएर के छ हेरेर हामीलाई चाहिने। तातो छ नि। होइन न दोस्त, उता जा। एउटा ग्लास छ, 2टा ग्लास छैन, 2टा ग्लास मात्रै छ। अर्को ग्लास मात्रै छ, ग्लास लिएर आउनु पर्यो। पानी पानी कार्कीको भयो। ओहो कायदा हो नि भयो। अर्को चाहिँ अलिक पछि उज्यालो छ कि आज डाँडामा आएर बसे। कस्तो दिन आएछ यार वाग्लेले यार, अनप्लान ट्रिप गराएर खतम गर्यो नि। हामी लास्टै आवारा भयौँ यार। पानी त भयङ्कर परेको छ। हाम्रो दोस्त उहाँ अर्को टेन्टमा के सप्लाई लिन गइरहेछ। सप्लाईमा के छ भन् त दोस्त, के चाहिरहेछ? एउटा भयो। ल ल ल गाडी ल फाल फाल स्लिपिङ ब्याग आयो।
अर्को हाम्रो चाहिँ चिया पाक्यो अब कार्कीले आज चाहिँ हामी खत्रीमा चिया खान्छौँ ल उताबाट एसएसबी आएको अवस्था सिरानी हो त्यो सिरानी लिची मेवाले पल्लो टेन्टाबाट सप्लाई भइरहेछ यो चाहिँ हामी ब्याग चाहिँ खानु हुँदैन भन्नु है ब्याग चाहिँ नखाल्नु ल ब्यागमा इम्पोर्टेन्ट हुन्छ आउने बेला लिएर आउनु न त्यो ब्याग है ल अलि खोल्नु न पानी छिर्यो क्या मासला भिडियो लगाइदिएको मर्यो नि मरियोस् आधा रात टेन्ट लगाइरहेको छु त्यहाँ गाड्न त गाडेको तर तैँले गाड्यो कहाँ हो साथी हामी आज डाँडामा ठुलो पोखरी भन्ने ठाउँमा छौँ ठुलै पोखरी खसिरहेको छ पानी परेको छ यस्तो आएको ठाउँ ठुलो पोखरी पानी परेको छ ठुलो तर यो त यार यो त सोच्या भन्दा नि बिजोग हुने भयो आफ्नै गति बल्दाखेरि यस्तो निभाइदिउँ न यो निभाइदिउँ आजको अब अरू बेलाको हाम्रो क्याम्पिङ चाहिँ कस्तो हुन्थ्यो भनेदेखि बाहिर पुरै सामान फिजाएर यताउता हुन्थ्यो अहिले एउटा टेन्टमा खुम्चिनु परेको थियो अर्को टेन्ट त हाल्न त हाले त्यहाँ छ जब कि त्यहाँ देख्न पनि सकिँदैन कहाँ छ के छ पानी परिरहेको तिम्रो उसमा माथिबाट यो भन्न मात्रै वाटरप्रुफ टेन्ट छ खासमा होइन अब यहाँबाट चाहिँ पानी छिट आइरह यस्ता पल चाडा छन् सबै सामान जति उता छ यस्तो पानी परेको छ कस्तो दिन आइयो छ तिमीले गर्दा हो नि यो सबै यो होइन नयाँ मान्छे ल्याएर हो कि म चाहिँ काम सकेर म घर गइसकेको थिएँ कि सुसी घर जान रेडी भइसक्यो चिया खाएर ल एकछिन भेटौँ भनौँ ल आएको त ल जाउँ भनौँ ल जाउँ भने झोलापोर हिँडेको यस्तो दिन देख्नु आधा उता सामान पल्लो टेन्टमा छुट्यो अब यहाँ गइसाथै छैन बाहिर यस्तो छ बारिस आधा उता सामान यता नि कार्की यहाँ रुन थालिसक्यो यस्तो छ यहाँ चिया चाहिँ बल्ल पाएको यस्तै छ अब आजको रात चाहिँ बाँच्यो भने भेटौँला पाँचौँ क्याम्पिङमै हाम्रो अन्तिम क्याम्पिङ अनि दिउँसभरि पानी आएको थियो त टन्टलापुर घाम लाएर यस्तो आनन्द होला झन् आज दुःख हुन्छ त हेर न अब यहाँ मजाले भात पकाउने मासुर भात यहीँ भित्रै पकाउँला खाउँला तर तिमीले गर्दा हो कि आधा क्याम्पिङ अन्तिम क्याम्पिङ होला यार राततिर हुँदै यार मान्छे घर गइसक्यो मान्छे यार ल त्यस्तो होला भन्ने के थाहा त अनि मलाई दिनभरि घाम लागेको थियो राति पानी पर्छ भने त लागिरहेको थियो दिउँसभरि घाम टन्टलापुर लागेको थियो आज मौसम जान चाहिँ कहाँ कसरी जानु सक्नु भने सामान छोडेर जाने मौसम बिलले आज पानी पर्दैन भनेको थियो मलाई त के थाहा अनि अब होइन ठिक छ म जिउँदो लिएर जान्छु साथीहरू बाँच्यो भनेदेखि भोलि नेक्स्ट क्याम्पिङ आउँछ यही भिडियो पनि अपलोड होला नहोला तर मर्यो पनि कता कतैबाट फुटेज पाएर चाहिँ आउन सक्छ है ओहो ल झालक र झिलिक पानी परेको छ यस्तो यो मोबाइल भिडियो अहिलेलाई म फेरि भित्रै छिने है दुःखमा पनि साथीहरूले मासु र भात खुवाउँछु भने हन् त्यति एउटा चाहिँ अलिक खुसी नै छ हामीलाई दुःखमा छौँ भनेर नहेर्नुहोस् मोडे त्यही पनि हामी दुःखमा पनि मासु चलाउने कार्की खुकुरी म्यान औलो हिँडौला चाहिँ कार्की हामी भने च्याक्क लाग्यो भने त औलो त प्याक्लकै जान्छ त
दोस्त लाउ त यो छोडो यो ल अदुवा अदुवा त्यति गर त मेरो बाबु राजा ल पढाइ छोडा भने टेन्टभित्र अदुवा लसुन हाल्दा यस्तो गरेर बसेका छौँ हामी खोर्सानी त काइटा पिरो रहेछ उठिबा लाग्यो 1 लटको पानीले र अलि पानी कम भयो फेरि टेन्टबाट सबै पानी छिरेर ओरालीमा जो छ रे पनि आफ्नै माया छ रे झैलाइरनी सागु नारन्थान ल है आजलु आँखैले हान्यो मलाई बाण हामी चाहिँ अब अघि त्यत्रो मुसलधारे पानी पर्दा साथीहरूले मलाई कति गाली गरे होइन जे जस्तो भए पनि हाम्रो जिन्दगी नै यही हो के खास सङ्घर्षमा अब जस्तो परिस्थितिमा पनि हामी बाँच्नुपर्छ सुख दुःख भने त्यो क्षणिक हो क्या त्यो भएर हामी अब मजाले मासु नि पाकिसक्यो सब कुरा व्यवस्थापन भइसक्यो अलिअलि भएको भने पानी हो यो टेन्टभित्र होइन अहिले त सबै कुरा व्यवस्थित छौँ नि हामी अब मासु पाक्नु लाग्यो भात पाक्छ मासु र भात टक्क खाने यसो बढार्ने यतातिर सर्लक्क ओछ्यान लाएर ट्याक्क सुत्ने साथीहरू उसै आवेगमा आएर मलाई गाली गरेर त्यो गाली फिर्ता लिउँ त सबजनाले मेरो मलाई दिया जति अघि गाली ओए सुशील भाइ तिमी किन रिसाएको अघि ल भन त जिन्दगीमा त्यही कुरा सिकाउनु खोज्या हो के भाइ तिमीलाई यो हो अब बुझ्दैछौ नि होइन छेडिक हो क्या त्यो दुःख भने नि छेडिक हो सुख भने नि छेडिक हो हाम्रो जिन्दगी चाहिँ यथार्थ चाहिँ यही हो क्या फेरि जे भए पनि यही 2 गाँस खानालाई दुःख गरे हो गर्दैछ एकदम मजाले मसला कुट्दैछ मरले तातो राख्ने ठाउँ स्ट्यान्ड त छैन स्ट्यान्ड प्रो म्याक्स यहाँ मासु यता है यहाँ हेर्नुहोस् मासु चलाइदिनु फेरि अझ राम्रो चलाएर खाउनु लाग्छ ए पुग्यो यार अलिकति 2 थोपा मासु यता छ भात अब पानी मर्ला छैनस् के हुन्छ अलि ग्यास बढाएन ग्यास घटाउनु पर्ने ठाउँमा यस्तो छ अब राति 12 बज्यो पानी पनि अहिले लगभग 1 चरण गयो अब चाहिँ मान्छे धेरै सेवा गरेर चाहिँ के साथी हो राति चाहिँ यसरी बाहिर बस्ने भन्दाखेरि चाहिँ केटाहरूले ल जाउँ भनेर लैमा त्यत्तिकै दाइ त तपाईँ त धेरै नै भिज्नु पर्छ है निस्केको भएर यहीँ खोइ कहाँ पुग्यो यसलाई यी भिजेर यहाँ के बनाइयो टालो कस्तो माया गर्ने यार कार्की दाइले यार टाढो बनाएर साल्वे प्रो म्याक्स लेनले त वालेको ज्याकेट लाएर चाहिँ अब स्ट्यान्डबाट यहाँ सेलायो अब यो राखौँ अब हामी यो भात अब चाहिँ हामी दुःखको मानु खान जान्छौँ खाँदैछौँ कस्तो खाइस त पाथी होला बस पुलाउ आयो पुलाउ बेसी मलाई हो साथी छेउमा तुम्हारा यो डल्ला हो नि यो पहिला मासु अब एकजनाले युट्युबबाट पनि कार्कीलाई यसो गर्नु यो बिर्को निकाल्नुहोस् थोरै हाल्दै त दाइ दिएको भोज थाहा झोला हाल्दा नि हुन्छ बल्ल पार्दै गर्छ यति हो थप्दै खाँदै थप्दै खाँदै बिर्को ल्याउ न त्यो बिर्को ल्याउ त यसमा के यदि त पिसाइन के भन्छ गरिबको मानव भनेको छ दोष नगर न यार भाँडाकुँडा केही छैन हाम्रो है त्यो भएर चाहिँ यो खाना चाहिँ अब है सम्झेर लाग्छ ल भाउ झोल हाल मलाई चाहिँ अचार नि हाल्दै नि जोसमा ए अचार ल्याउ त कार्कीले सुधा होला झोल मात्रै ल मलाई अचारको चाहिँ सलाद नि छैन सलाद हो कि यो दिस इज नट अचार अलिक अहिले पछि चाहिँ सोरसार लापलुप सब गरेर अनि टक्क उसँग हुन्छ है अघि त्यो पानी पर्दा चाहिँ यो पनि पाइएला जस्तो छैन यति भात पनि खाइरहेको छैन आज चाहिँ उठिबा लाग्ला छु भाग लाग्नु पर्ला छु तर आइयो थ्याङ्क टु द बाले
साउट आउट गाडी भात थप्छ भात त मैले पुग्ने गरी हाल्छु मैले भएन ठाउँ बस्छु बिहान फ्राई राइस खाउँ कि नभए भातको नाममा 12 बज्यो नि भोलि बिहान कि भात खाएको हो मैले त हाम्रो त्यस्तो आज भोजको इन्भाइट आउँदा पनि हामी गयो हामी आमारै भएर गयो केटा हो दिन माइन थियो कसलाई हामीलाई अनि दुईजनालाई अनि त्यो कस्टको त्यो दिएको थिएन त तर हामीलाई यस्तो क्याम्पिङ मनपर्ने भएर हामी आवारै भएर गयौँ कि हामीलाई आवारै हुनु सक्यो होइन हो नि त अहिले आवाराको खास मिनिङ चाहिँ यही हो हामी पनि आवारा तपाईँहरू पनि हेर्ने मान्छे चाहिँ आवारा नहुनु होला होइन हेर्नु नि आवारै हेर्दै हेर्दै नेपाल सबै आवारा सबै आवारा नहुनु ओली मन्त्री हुँदैछ आवारा भन्दा बाहेकहरूले इन्द्रणी हेऱ्यो हुन्छ कृष्ण कणेलको किन दाल हो किन पढेर हो एउटा किन दाल भिडियो हेर्दै मुस्काउने मान्छे चाहिँ आवारा हो अरू चाहिँ होइन है फेरि सबैलाई त भन्नु मिल्दैन आजको हाम्रो सुताइ चाहिँ यस्ता हुन्छ यति धेरै फोहोर यार गजाङ गुजुङ पुरै हिलो थियो यो कहिल्यै ट्रेनमा यसरी भित्र भात पकाएर खाएको थिएन खतमै बनाएको थियो साथीले पुरै गज्याङ पुरै त्यो रद्दी भन्छ नि त्यो भैँसीको ऊ रद्दी भएको थियो आल जस्तो त्यो क्रस गरेर राख न म्याट एउटा म्याट एउटा ऊ पिफर्म गरेर राख न त्यसरी मिलाएको थियो अब हामी चाहिँ यहाँ अब यसरी मिलाउँदैछ बागले दोषले ल साथीहरू आज चाहिँ पानीहरू पनि परेर हामीले आज यसो आगो सागो पनि पाल्न पाएनौँ अब आज यस्तै भयो सुतौँ अब आज अलिक बढी दुःख पनि भयो है ल अब सुतौँ है त अब हामी सुत्यौँ बिहानको भ्यू कस्तो देखिन्छ हामी तपाईँलाई यसो देखाउँछौँ अहिलेलाई यस्तै गरौँ है त साथीहरूले हिजो जिउँदै लागेन यस्तो दुःख पायो हामीले भनेर एकदम गुनासो गर्दै थिए त्यसका बावजुद पनि रात एकदम मजाले कट्यो आनन्दले सुत्यो अब बिहानी गुड मर्निङ चिया पकाउँदैछु अब टक्क चिया खाएर चाहिँ हामी अब आजको फेरि दिल्ली कामतिर लाग्नुपर्छ अहिले अब म चिया हाल्छु यो अनप्लान ट्रिपबाट चाहिँ राति अब बाँच्यो खुसी लाग्यो त्यही नै ठुलो कुरो हो क्लोजिङ गर्न पाएँ बाँचेला नबाँचेला भन्ने लास्टै हिजो त ओहो हावा हुरहुर लागेको छ पानी पायो त्यस्तै भन्नु 5 मिनट मात्रै छिटो पानी पऱ्यो भए त हामी त त्यो सामान त लुत्रुक्कै भिड्ने आगो सुशीलले भर्खर यहाँ बालो र आज चाहिँ हाम्रो नयाँ यो गेस्ट कार्की आएर हो कि के हो पनि अलिकति गणित के मिलेन पनि त्यस्तै भयो ल अन्तिम चरणमै छौँ र अब यो भिडियो चाहिँ अब आजको लागि यहीँ टुङ्ग्याउँछौँ हामीले कस्तो लाग्छ के लाग्छ हेरेर प्रतिक्रिया दिनु होला अब अगाडिको भिडियो पनि भ्यू त राम्रै जान्छ खोइ तपाईँहरू कमेन्ट आएन होइन कमेन्ट राम्रो भनिदिनु नराम्रो भनिदिनु यत्रै स्थिति कसैको केही जाँदैन त्यही हिसाबले गर्दाखेरि हामी आवाराहरूलाई चाहिँ अलिकति आवारा अनुसारै कमेन्ट गरिदिनु राम्रो पर्दैन अब मिलाएर जस्तो छ त्यस्तै चाहिँ हेरेर कमेन्ट गरिदिनु आजको भिडियो यही भयो त्यसै गरौँ अहिलेलाई टाटा बाई बाई भनौँ र फेरि अर्को भिडियोमा भेट्ने बाचासहित अहिलेलाई ल टाटा बाई बाई ल सी यू गाइज इन नेक्स्ट भिडियो ल अब बन्द गरेर चाहिँ घर जानु पर्यो भनेको यस्तो भयो हालत बन्द त भयो के बन्द भयो हाम्रो जानी ढोकै बन्द भयो पानी फ्यार परेर है झ्यार परेर अब चाहिँ घर जाने कसरी हो
आज दिनभरि बाँचे त्यही भगभगै मरेर लागेको छ है ल यो खुसीमा मरौँ त